खाएरै हो बाँच्ने खाएरै हो मर्ने जस्तो लागेर हामी चाहिँ गमकी गम खाँदैछौँ खाना, किनकि एकदमै धेरै भोक लागेको त्यही भएर हामी गम गम खाँदैछौँ साथीहरू। भोक लाग्छ त के गर्नु। हेलो नमस्ते हजुरहरूलाई, स्वागत छ मेरो आजको अर्को भिडियोमा। आज चाहिँ हामी घरदेखि टाढा हामी ड्राई पिकनिक जस्तो अनि घुम्न अनि पछि केही मोबाइलमा हेरेको भिडियोको आधारमा हामी चाहिँ त्यहाँ जाने भनेर निरो गऱ्यौँ। अनि पछि सोध्यौँ पनि के कस्तो छ भनेर। ठिकै छ। अनि पछि हामी त्यहाँ गएपछि खोलामा माछा मार्ने अनि पौडी खेल्ने भनेर त्यही जोरदाम गरेर गएका थियौँ, तर सोचे जस्तो भने जस्तो भएन। तर हामी त्यहाँ पुग्यौँ, त्यहाँ पुगेर तर खोलो त एकदम फोहोरो जस्तो लाग्यो। हामी त पौडी खेल्ने कुरै भएन। त्यसपछि हामी यता घुमघाम गऱ्यौँ जङ्गलतिर। हामी चाहिँ जङ्गलको टुर जस्तो लाग्यो चाहिँ हामी चाहिँ खासमा माछा मार्ने अनि पछि घुम्ने अनि पछि केही खाना बनाएर लैथ्यौँ। त्यति धेरै त लगेनौँ, त्यही पनि केही खाना चाहिँ हामी ड्राई पिकनिक भने जस्तोतिर लगेर गएकी थियौँ। त्यही भएर हामी चाहिँ अब त्यहाँ पौडी खेल्ने जस्तो वातावरण भएन। हामी जङ्गल घुमेर गर्मी भएर यस्तो गर्मी भयो भने यस्तो गर्मी भयो, हिँड्दा हिँड्दै थकै लागेर हामी चाहिँ जङ्गलको बाटो यताउति घुम्यौँ। अनि पछि त्यहाँ खोला पनि हेऱ्यौँ। अनि पछि खोलाबाट फेरि हामी त्यहाँ खोला भएको ठाउँतिर लाग्यौँ। अनि पछि उँभोतिर मान्छेहरूको एकदम धेरै भिड थियो बाक्लो। त्यही भएर हामी चाहिँ फेरि तलतिर लाग्ने भनेर त्यहाँ पुलबाट फेरि झर्ने कोसिस गऱ्यौँ। त्यसपछि एकछिन पुलमा बसेर एकदम चिसो हावा खायौँ अनि मनलाई एकदम शान्त पारेर यस्तै रहेछ यो ठाउँ भनेर हामी चाहिँ त्यहाँबाट तल झरेर हामी चाहिँ लगेको नास्ताहरू खाँदैछौँ साथीहरू। हामी चाहिँ नास्तामा त्यही मेवा लैथ्यौँ, अनि पछि रोटीसोटी अचार सचार लैथ्यौँ, अनि पछि चाउचाउ के अरे चटपटीहरू पनि लैथ्यौँ। तर हामीलाई खाँदा धेरै भएको थियो, त्यही भएर हामी धेरै खान सकेनौँ। जे जति थियो हामी त्यो खायौँ। त्यसपछि हामी अब माछा मार्ने भनेतिर लाग्यौँ। माछा त मार्यौँ तर सोचे जस्तो मार्न सकेनौँ साथीहरू। हामी चाहिँ यो ढुङ्गा किन उकाएको भनेपछि बाहिर त्यहाँ चाहिँ गङ्गोटाहरू भेटिरहेको थियो। त्यही भएर हामी चाहिँ त्यहाँ गङ्गोटाहरू खोजिरहेका थियौँ। त्यसपछि हामीले चाहिँ गङ्गटा चाहिँ अलि धेरै चाहिँ मार्यौँ। हामी चाहिँ यताउता खोलाको छेउछाउ गरेर हामी चाहिँ गङ्गटातिर मार्यौँ। त्यसपछि हामी त्यो माछा चाहिँ खासै भने जस्तो मार्न सकेन, किनकि हामीले आइडिया भएन कि जानेनौँ। हामी चाहिँ बटुकाहरू थापेर त्यत्तिकै छोडिदिएर हामी चाहिँ गोटा मार्नतिर लागेको थियौँ, तर सोचे जस्तो माछा आएन साथीहरू। त्यसपछि हामी गङ्गटा मार्यौँ। त्यसपछि अब तब भयो, थकै लाग्यो, टाइम भयो भनेर हामी चाहिँ अब निस्किने निधो गऱ्यौँ। हामी चाहिँ अब खोलाबाट निस्किने भनेर हिँड्दैछौँ साथीहरू। हाम्रो चाहिँ आजको टुर चाहिँ एकदमै रमाइलो भयो। अनि पछि कोही सोचेको जस्तो भयो र त कोही सोचेको जस्तो भएन। ठिकै छ, के गर्ने, जिन्दगीमा कोही सोचे जस्तो हुन्छ, कहिले नसोचे जको पनि हुन्छ। आज त्यस्तै नै भयो साथीहरू। त्यसपछि हामी घरबाट फर्क्यौँ। बाई बाई गाइज।